आजको यो भिडियोमा नेपालको शेयर बजार नेपाल स्टक एक्सचेन्जमा लामो समयदेखि हुँदै आएको र भइरहेको व्यतिथि भ्रष्टाचार र लुटको विषयमा चर्चा गर्नेछौँ। सुरु गरौँ आइपिओ घोटालाबाट। नेपालमा आइपिओ इस्यु गर्न अनुमति दिने नियामक निकाय हो सेक्युरिटी बोर्ड अफ नेपाल 7। तर आइपिओ घोटाला सुरु हुन्छ 7 बाटै। 7 ले जस्तोसुकै कमजोर वित्तीय अवस्था भएका, डुब्न लागेका अथवा डुबिसकेका कम्पनीहरूलाई पनि अन्डर द टेबल लेनदेन गरेर आइपिओ इस्यु गर्न अनुमति दिने गरेको कुरा हामीले बारम्बार न्युजमा देख्दै आएका छौँ र हामीले बजारमा केही यस्ता कम्पनीहरू देखेका छौँ जसको फाइनेन्शियल हेल्थ अति नै कमजोर भए पनि तिनीहरूले आइपिओ जारी गर्न पाएका छन्। अझ भनौँ कतिपय अवस्थामा त डुब्न लागेका कम्पनीहरूले बुक बिल्डिङ मार्फत 500-700 भन्दा माथिको प्राइसमा बुक बिल्डिङ मार्फत आइपिओ निष्कासन गरेका छन् र जनताबाट लाखौं करोडौं रुपैयाँ प्रिमियम बापत उठाउन सफल भएका छन्। सो यी कुराहरूले न्युजमा आएका कुराहरू सही हुन् भन्न हामीलाई बाध्य बनाउँछ। अब 7 लाई थोरै साइडमा राखेर हेरौँ हामी आइपिओ भन्ने लगानीकर्ता जो विगत लामो समयदेखि आइपिओ भरिरहेका छौँ। हामी जति पटमूर्ख लगानीकर्ता सायद यो विश्वमा कहीँ पनि छैनन् होला। हामी जस्तो सुकै कम्पनी, जस्तो सुकै आइपिओ होस्, त्यो कम्पनीको फाइनेन्शियल हेल्थ कस्तो छ, त्यो कम्पनीले कति कमाइराखेको छ, त्यो कम्पनी डुब्न लागेको हो कि त्यो कम्पनी भविष्यमा खतरा कम्पनी बन्न लागेको हो कि हामी यो विषयमा कुनै जानकारी राख्दैनौँ। हामीलाई यो विषयसँग कुनै सरोकार हुँदैन। कम्पनीको आर्थिक अवस्था, कम्पनीको भविष्य, वर्तमान, भूत जस्तो सुकै भए पनि हामी आइपिओ भरिदिन्छौँ। किनभने हामीले बजारमा जुनसुकै आइपिओ आए पनि त्यसको दोस्रो बजारमा कारोबार हुँदाखेरि 500 देखि 1000 रुपैयाँ पुगेको देखिरहेका छौँ र त्यो भइरहेको पनि छ। यो विशेष गरी किन भइरहेको छ भन्दा हरेक आइपिओ भन्ने लगानीकर्ताले 10 किता मात्रै पाउने हुँदा बजारमा सुरुवाती चरणमा सप्लाई कम हुन्छ र सप्लाई कम भएकै कारण सुरुवाती चरणमा जस्तोसुकै कम्पनी भए पनि 500-1000 रुपैयाँ पुग्ने हुँदा 1000 रुपैयाँको लगानी 4-5 हजार कम्तीमा भए पनि प्रतिफल आउने आशाले र आइरहेको कारणले हामी जस्तोसुकै कम्पनीमा पनि आइपिओ भर्छौँ। नेपालमा आइपिओ क्रेज यतिसम्म छ कि मानिलिउँ मेरो जीवी क्यापिटल नामको युट्युब च्यानल छ, मैले त्यसलाई नेपालमा गएर कम्पनीको रूपमा दर्ता गरेँ र 5 लाख किता आइपिओ जारी गर्न 7 समक्ष निवेदन दिए र 7 सँग केही लेनदेन भएर जीवी क्यापिटलले आइपिओ जारी गर्न अनुमति पायो। त्यो कम्पनीको आइपिओ बजारमा इस्यु भएको 1 घण्टाभित्र ओभर सब्सक्राइब हुन्छ र दोस्रो बजारमा कारोबार हुन थालेपछि सप्लाईको अभावमा त्यो कम्पनीको सेयर 500 देखि 1000 रुपैयाँ सजिलै पुग्छ। हो यसै कारणले नेपालका लगानीकर्ताहरू फाइनेन्शियल अवस्थामा भन्दा कम्पनीको फाइनेन्शियल हेल्थमा, कम्पनीको आम्दानी, कम्पनीले दिन सक्ने प्रतिफलमा भन्दा पनि छोटो समयमा बजारमा मूल्यमा आउने परिवर्तनले हुने नाफा, क्यापिटल गेनको पछाडि दौडिँदाखेरि जस्तोसुकै आइपिओमा पनि लगानी भइरहेको छ। र आइपिओसँगै रिलेटेड अर्को कुरा गरौँ बट सफ्टवेयर अथवा बट प्रोग्रामको। तपाईँले आइपिओ दोस्रो बजारमा कारोबार हुन थालिसके पछाडि सुरुवाती दिनहरूमा केही किता डिमान्डमा हाल्नुहुन्छ, बाई अर्डर हाल्नुहुन्छ, तर पनि तपाईँको अर्डर कहिल्यै पुरा हुँदैन अथवा तपाईँले कहिल्यै आइपिओ दोस्रो बजारमा सुरुवाती चरणमा किन्न पाउनुहुन्न। किन? त्यसको जवाफ हो बट सफ्टवेयर अथवा बट प्रोग्राम। यो एउटा यस्तो प्रोग्राम हो जसले पहिले नै लेखिएको कोडको बेसिसमा अटोमेटिक अर्डर प्लेस गर्छ। यो अटोमेटेड सिस्टम हो। यसले मानिसले गर्ने, ह्युमनले गर्ने टाइप अथवा ह्युमनले प्लेस गर्ने अर्डरको स्पिड भन्दा कयौं गुणा छिटो अर्डर प्लेस गर्छ र नेपालको सिस्टम, नेप्सेको सिस्टमले जसले सुरुमा अर्डर गर्छ अथवा जुन अर्डर सुरुमा प्लेस हुन्छ उसैको अर्डर एक्जिक्युट हुन्छ। त्यसैले तपाईँले जति नै ट्राई गर्दा पनि सुरुवाती चरणमा आइपिओ बाई गर्न खोज्दा तपाईँको अर्डर फिल हुँदैन र नेपालमा बट सफ्टवेयर अथवा बट प्रोग्राम प्रयोग गर्न मनाही छ अथवा यो इलिगल हो। तर यो विषयमा नेप्सेलाई पनि थाहा छ बट प्रोग्राम युज भइराखेको छ भनेर, तर यसमा छानबिन र कसैलाई कारबाही अहिलेसम्म भएको छैन। सीमित व्यक्तिहरूले बट प्रयोग गरिरहेछन् र उनीहरूले फाइदा लिइरहेछन्। त्यस्तै गरी आइपिओमा आर्टिफिसियल अर्डर हाल्ने चलन पनि छ।
नेपालमा जब दोस्रो बजारमा आइपिओ ट्रेड हुन थाल्छ र केही सीमित व्यक्तिले बटको प्रयोग गरेर सुरुवाती चरणहरूमा आइपिओ दोस्रो बजारबाट किता कलेक्ट गर्छन्, आफूसँग धेरै किता भइसके पछाडि बजारमा आइपिओको प्राइस बढाउनका लागि उनीहरूले लाखौँ लाख किता बाई साइडमा, सर्किट लेभलको बाई साइडमा अर्डर प्लेस गर्छन्। यसले गर्दा प्राइस अझै बढ्ने रहेछ, भोलि पनि सर्किट हान्छ भनेर लगानीकर्ताहरूले सेल गर्दैनन्। मनोवैज्ञानिक रूपमा प्राइस अझै बढ्ने लगानीकर्ता जो आइपिओ भरेका छन्, जोसँग 10 किता आइपिओ छ, उनीहरूलाई प्राइस अझै बढ्ने लाग्छ र उनीहरूले आइपिओ सेल गर्दैनन्। र जसले आर्टिफिसियल अर्डर हालिराखेको छ, लाखौँ लाख किता बाई साइडमा हालिराखेको छ, जुन दिन उसले सेल गर्छ तब मात्रै प्राइस घट्न थाल्छ। र यसरी आर्टिफिसियल अर्डर हाल्नु गैर कानुनी हो। आइपिओ पछि कुरा गरौँ राइट शेयरको। कम्पनीले राइट शेयर त्यो अवस्थामा जारी गर्छ जति बेला उसलाई बिजनेस एक्सपान्ड गर्नुपर्ने हुन्छ र फर्दर क्यापिटलको रिक्वायरमेन्ट हुन्छ, अथवा कहिलेकाहीँ नियामक निकायहरूको क्यापिटल रिक्वायरमेन्ट फुलफिल गर्नको लागि राइट शेयर इस्यु गरिन्छ। त्यो मन लागेर भन्दा पनि स्ट्राटेजिक रूपमा इस्यु हुन्छ। तर नेपालमा ब्याङ्क र इन्सुरेन्सहरूले क्यापिटल रिक्वायरमेन्ट फुलफिल गर्नलाई राइट शेयर इस्यु गरिरहेको देखिए पनि हाइड्रो पावर सेक्टरलाई भने नियामक निकायले नै, इलेक्ट्रिसिटी अथोरिटीले नै तपाईले राइट शेयर इस्यु गरेर लोन तिर्न पाउनुहुन्छ भनेर अनुमति दिएको छ, अथवा हाइड्रो पावरले आफ्नो ऋण तिर्नका लागि राइट शेयर इस्यु गरेर जनताबाट पैसा उठाउन पाउँछ। र यो काहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै हो। यो विषयमा सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ। यसरी कम्पनीले अथवा हाइड्रो पावरले जनताबाट लोन लिएर जनताको पैसा असुल गरेर त्यो लोन तिर्ने भन्ने हुँदैन, कमाएर तिर्नुपर्छ। र राइट शेयरमा पनि नियामक निकाय फाइनल अप्रुभल दिने भनेको 7ले नै हो। र आइपिओमा जस्तै राइट शेयरमा पनि अन्डर द टेबल केही लेनदेन हुने गरेको कुरा बाहिर आएका छन्। यसरी कम्पनीहरूले जस्तो सुकै कारण देखाएर 7बाट राइट शेयरको लागि अप्रुभल लिन्छन् र राइट इस्यु गर्छन् र जनताको पैसा कलेक्ट गर्छन्। र लगानीकर्ताको कुरा गर्ने हो भने लगानीकर्ता नेपालमा यस्तो राइट शेयरको मिथ छ कि राइट शेयरको बारेमा जनताहरूले, लगानीकर्ताले बुझ्नु भएको छैन। उहाँहरूलाई लाग्छ राइट शेयर 100 रुपैयाँमा पाइएको, बजारमा मूल्य 500, 1000, 2000, 5000 जति नै भए पनि राइट शेयर 100 रुपैयाँमा पाइन्छ, राइट शेयर भर्नुपर्छ भन्ने मेन्टालिटी छ, त्यो बुझाइ छ। तर त्यो पूर्ण रूपमा गलत छ, किनभने कुनै पनि कम्पनीको राइट शेयर बुक क्लोज पछाडि प्राइस एडजस्ट हुन्छ। जस्तो कुनै कम्पनी 500 मा कारोबार हुँदैछ, भोलि यसको बुक क्लोज छ, भोलि बुक क्लोज हुनुभन्दा अगाडि, बजार बन्द हुनुभन्दा अगाडि 500 मा कारोबार हुँदैछ र कम्पनीले 100% राइट शेयरको बुक क्लोज भोलिलाई राखेको छ भने पर्सि कारोबार हुँदाखेरि 500 मा कारोबार हुँदै गरेको कम्पनीको मूल्य 300 मा कारोबार हुन्छ। त्यसैले राइट शेयर भर्दैमा फाइदा हुने होइन, राइट शेयरले नेगेटिभ असर गर्नुपर्ने हो। नेपालमा भने राइट शेयरको हल्लाले प्राइस धेरै बढाइने गरिन्छ, तर राइट शेयर अनाउन्स हुँदा प्राइस बढ्नुको सट्टा प्राइस घट्नुपर्ने हो। गलत बुझाइका कारण नेपालमा राइट शेयरले प्राइस बढाउँछ। राइट शेयरले गर्दा कम्पनीको क्यापिटल अथवा बजारमा किता बढाउँछ। किता बढ्नु भनेको बजारमा सप्लाई बढ्नु हो, सप्लाई मात्रै बढेको, डिमान्ड बढेको छैन, त्यसैले प्राइस घट्नुपर्ने हो। तर नेपालमा के हुन्छ, प्राइस चाहिँ बढ्छ। राइट शेयरको हल्लाले अथवा राइट शेयर इस्यु गर्ने हल्लाले, त्यस्तै राइट शेयरको अप्रुभलले प्राइस बढाइन्छ। यो जनतामा, लगानीकर्तामा नलेजको कमी भएको कारण केही सीमित व्यक्तिले यसको फाइदा उठाइरहेका छन्। अब कुरा गरौँ मार्केट म्यानिपुलेसनको बारेमा। मार्केट म्यानिपुलेसनमा सबैभन्दा सुरुमा आउँछ इन्साइडर ट्रेडिङ। इन्साइडर ट्रेडिङ भनेको कुनै पनि इन्फर्मेसन जसले शेयरको प्राइसलाई एफेक्ट गर्छ, त्यो इन्फर्मेसन पब्लिकली अभाइलेबल हुनुभन्दा अगाडि कुनै सीमित व्यक्ति अथवा ग्रुपलाई थाहा हुन्छ, जसले गर्दा उनीहरूले त्यो इन्फर्मेसनको बेसिसमा शेयर किनबेच गर्छन् र मुनाफा कमाउँछन्। तर सामान्य लगानीकर्ता तपाईँ हामी जोसँग इनसाइड इन्फर्मेसनको पहुँच हुँदैन,
हामी भने जति बेला न्युज पब्लिकली अभाइलेबल हुन्छ, मिडियामा जति बेला न्युज आउँछ, त्यो न्युजको बेसिसमा लगानी गर्ने हुँदा, किनबेच गर्ने हुँदा हामी भने टोपी लगाउन बाध्य हुन्छौँ। भन्छौँ नि हामी नेपालको सेयर बजारमा टोपी लगाइदियो भनेर। हो, टोपी किन लगाइन्छ भन्दा इनसाइड इन्फर्मेसनको बेसिसमा अलरेडी कसैले इन्फर्मेसन पाइसकेका छ, उसले किनबेच गरिसकेका छ, अब उसले टोपी हामीलाई लगाइदिने हो। इनसाइड इन्फर्मेसनमा कम्पनीको फाइनेन्सियल रिपोर्टिङ भयो अथवा कम्पनीले कति बोनस सेयर दिँदैछ, कम्पनीले राइट सेयर कहिले कति दिँदैछ, अथवा बोनस सेयर कहिले अप्रुभ हुँदैछ, राइट सेयर कहिले अप्रुभ हुँदैछ, कम्पनीको फाइनेन्सियल रिपोर्टमा कम्पनीको ओभरअल हेल्थ कस्तो छ, कम्पनीले कति नाफा कमाएको छ अथवा कति गुमाएको छ, कति लस गरेको छ, यस्ता इन्फर्मेसनहरू। त्यस्तै नियामक निकायबाट आउने नेप्से 7बाट आउने विभिन्न नोटिसहरू भयो, पोलिसी चेन्जहरू भयो, राष्ट्र ब्याङ्कले इस्यु गर्ने मोनेटरी पोलिसी, त्यस्तै गरी ब्याज दरका कुराहरू, ब्याज दर घटबढका कुराहरू, अनि अर्थ मन्त्रालयले जारी गर्ने विभिन्न पोलिसीहरू जसले सेयर बजारलाई डाइरेक्ट अथवा इन्डाइरेक्ट रूपमा असर गर्छ। त्यस्ता इन्फर्मेसनहरू पूर्ण रूपमा केही सीमित व्यक्ति अथवा संस्थाहरूलाई थाहा हुन्छ। यो विश्वभरि केही हदसम्म हुन्छ, तर नेपालमा भने खुलेआम भइरहेको छ। यो विगत लामो समयदेखि नेपालमा इनसाइडर ट्रेडिङ भइरहेको छ। यो तपाईलाई पनि थाहा छ, मलाई पनि थाहा छ, हाम्रो नियामक निकाय नेप्से 7लाई पनि थाहा छ। तर पनि आजसम्म यो विषयमा कसैले छानबिन गरेको अथवा कसैलाई कारबाही गरेको रेकर्ड भने छैन। मार्केट म्यानिपुलेसनमा अर्को हुन्छ कर्नरिङ। कर्नरिङ भनेको कुनै सीमित व्यक्ति अथवा संस्थाले कुनै एउटा सेयरको मूल्य बढाउँदै लैजान्छन्। उनीहरूले म्याक्सिमम किता खरिद गर्छन् सुरुमा, त्यस पछाडि त्यो कम्पनीको सेयरको मूल्य बढाउँदै लैजान्छन्। यसलाई पम्प एन्ड डम्प पनि भनिन्छ, किनकि सुरुमा धेरै किता कलेक्सन गरिन्छ, त्यसपछि यसको मूल्य बढाउँदै लगिन्छ र एक लेभलमा पुर्याइसके पछाडि तपाईँ हामी जस्तो रिटेलर्सहरूलाई फोमो फियर अफ मिसिङ आउटको सिचुएसनमा पुर्याएर इमोसनल्ली अब यो सेयरको मूल्य त बढेको बढे गर्छ भन्ने लेभलमा पुर्याएर हामीलाई फेरि टोपी लगाइदिन्छन्। यसैलाई भनिन्छ कर्नरिङ। यो नेपालमा मात्र नभएर विश्वभरि इलिगल प्र्याक्टिस हो। तर स्याडली नेपालमा हरेक दिन हरेक महिना कर्नरिङ भइरहेको हुन्छ। कुनै न कुनै कम्पनीमा कर्नरिङ भइरहेको हुन्छ। तपाईँ एक्टिभली सेयर बजारमा लागि पर्नु भएको छ भने तपाईले देखिरहनु भएको छ। तपाईले सम्भवतः हरेक दिन अथवा हरेक महिना देखिराख्नु भएको छ। तर यो विषयमा पनि नेपालका नियामक निकायहरूले कुनै छानबिन अथवा कारबाही भने गरेका छैनन्। स्याड। र अर्को हुन्छ मार्केट म्यानिपुलेसनमा सर्कुलर ट्रेडिङ। सर्कुलर ट्रेडिङ भनेको कुनै व्यक्ति अथवा ग्रुपले ठुलो मात्रामा सेयर सुरुमा खरिद गर्छन् र त्यो सेयर एक अर्कामा किनबेच गरिरहन्छन् र यसरी एक अर्कामा किनबेच गरेर बजारमा कृत्रिम भोलम आर्टिफिसियल भोलम जेनेरेट गर्छन् र यसले सामान्य लगानीकर्ता तपाईँ हामी जस्तो रिटेलरमा कन्फ्युजन क्रिएट गर्छ र प्राइसलाई तलमाथि गर्न मद्दत गर्छ। जस्तो सर्कुलर ट्रेडिङ भनेको मानौ पर्सन ए ले 2 लाख किता सेयर किन्यो। एबीसी कम्पनीको पर्सन ए ले 2 लाख किता सेयर किन्यो। अब त्यो पर्सन ए ले 2 लाख किता सेयर 300 मा किनेको हो भने 310 रुपैयाँमा पर्सन बी लाई 2 लाख किता बेच्दिन्छ। फेरि पर्सन बी ले पर्सन सी लाई त्यही 2 लाख किता 320 रुपैयाँमा बेच्दिन्छ र पर्सन सी ले पर्सन डी लाई त्यही 2 लाख किता 330 रुपैयाँमा बेच्दिन्छ र पर्सन सी ले त्यही 2 लाख किता 340 रुपैयाँमा पर्सन ए लाई बेच्दिन्छ। सुरुमा सेयर कोसँग थियो? पर्सन ए सँग थियो र दिनभरिमा त्यो सेयर यताउति घुम्दै घुम्दै फेरि लास्टमा कोसँग आइपुग्छ? पर्सन ए सँग नै आइपुग्छ। यसरी एउटै सेयर त्यही सेयर एक अर्कामा किनबेच गरेर बजारमा आर्टिफिसियल भोलम बढाउने र प्राइसलाई तलमाथि गर्ने प्र्याक्टिसलाई सर्कुलर ट्रेडिङ भनिन्छ। सर्कुलर ट्रेडिङ पनि नेपालमा मात्र नभएर विश्वभरि इलिगल प्र्याक्टिस हो। तर नेपालमा भने अरू मार्केट म्यानिपुलेसनमा जस्तै यो विषयमा पनि कुनै कारबाही छानबिन भएको छैन। र मार्केट म्यानिपुलेसनमा अर्को तपाईले अहिले सुन्नु भएको भन्दा पनि खतरनाक रहेको छ क्रेडिट ट्रेडिङ अथवा उधारो कारोबार। नेपालमा केही समय अगाडि नयाँ सरकार बने पछाडि XYZ व्यक्तिलाई पक्रिएपछि यो कुरा बाहिर आएको थियो।
उधारो कारोबार भनेको तपाईले ब्रोकरलाई पैसा नै नतिरी सेयर किनबेच गर्न पाउनुहुन्छ। हाम्रो नेपालको सेयर मार्केट नेप्सेमा केही सीमित व्यक्तिहरू जसको पहुँच माथिसम्म छ, ब्रोकरसम्म छ, नियामक निकायसम्म छ, उनीहरूले लाखौं किता सेयर पैसा नै नतिरी बाई गर्छन् र पैसा नै नतिरिकन ब्रोकरले त्यो सेयर उनीहरूको डिम्याटमा पनि पठाइदिन्छ र उनीहरूले पैसै नतिरी त्यो सेयर सेल गर्छन् र यसरी उनीहरूले करोडौं पैसा कमाइरहेका छन्। केही दिन अगाडि हाम्रो नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेज्यूले भन्नुभएको थियो बजारमा, नेपालको सेयर बजारमा 15-16 अर्बको स्क्याम भएको छ। हो, यो यसैसँग रिलेटेड हो। र यो उधारो कारोबार क्रेडिट ट्रेडिङमा एउटा व्यक्तिले चाहेर मात्रै हुँदैन। एउटा व्यक्ति जसले उधारो कारोबार गरिरहेछ, व्यक्ति, ब्रोकर र नियामक निकाय यी सबैको मिलेमतोमा उधारो कारोबार हुन्छ र तपाईँ हामीलाई बुङ्गा बनाएर उनीहरूले भने करोडौं पैसा बजारबाट छापिरहेका छन्। र यो विषयमा नयाँ सरकारको ध्यान जानेछ र यी सबै जति पनि बजारमा चलिरहेका छन् व्यथिति विसङ्गतिहरू, यिनीहरूको विषयमा गम्भीर रूपमा अध्ययन अनुसन्धान र कारबाही हुनेछ आशा गरौँ। मैले अर्को यो भिडियो बनाउँदाखेरि यो कुनै पनि इस्यु नेपालको सेयर बजारमा नरहेको कुरा बताउन पाइयोस्। थ्याङ्क यू भेरी मच।